हेलो हामीहरू चाहिँ हिले आइपुगेको छ हो र यहाँबाट चाहिँ हामीहरू पर्सीतर्फ जाँदैछु। हामीहरूले सबै किन्यो है, माथि जे हामीले खानेहरू के हामीलाई चाहिन्छ है, खाने हल्का वाइवाईहरू दिलदर्जन सबै हामीले बोकिसके र यसरी नै अब यहाँदेखि चाहिँ हाम्रो सुरु हुन्छ हिँडाइ। यहाँ चाहिँ जुन चाहिँ तल पर्मिट काटेको छु त्यो चाहिँ यहाँ देखाउनु पर्ने हुँदो रहेछ, जुन चाहिँ हामीले तल फरेस्ट डिपार्टमेन्टबाट काटेको पर्मिट चाहिँ यहाँ देखाउनु पर्ने रहेछ। अब हामीदेखि यहाँदेखि चाहिँ 5 किलो र यसरी नै हामीहरू चाहिँ हिलेदेखि पर्सीतर्फ लाग्यो। अन्त हिजो हाम्रो नाइट चाहिँ राम्रो भयो है, सुताइहरू राम्रो भयो। त्यसको बादमा चाहिँ हामीहरू के भन्दैन यसरी नै हामीहरू चाहिँ लागे पर्सीतर्फ। अन्त र हामीहरू चाहिँ 1 किलोमिटर हिँडिसकेको छ गाइस। अब चाहिँ 4 किलोमिटर। र हामीहरू चाहिँ अब 3 किलोमिटर पुगिसक्यो र यसरी नै हामी अब उता 2 किलोमिटर छ। अब भने चाहिँ 1 किलोमिटर बाँकी रह्यो। मजा आयो नि? मजा आयो। जाडो कालो मजा त मजा आयो नि। र आइपुगेको छु फाइनली। र यसरी नै हामीहरू आइपुगेको छ। के भन्नु छ यो चाहिँ भन। हामीहरू चाहिँ यहाँ आइपुगिसकेको छु हो। यसपालि चाहिँ फुल अलिक कम्ती फुल्छ है। र यसरी नै हामीहरू चाहिँ हिजोको होमस्टे तिरै फर्किँदैछु। यसपालि चाहिँ भनेको जस्तो गुराँस फुलेको रहेन रहेछ, ठिकैको मात्रै फुलेको रहेछ। कस्तो लाग्यो तपाईँलाई? एकदमै राम्रो लाग्यो। अन्त यसपालिको एक्सपेक्टेसन कस्तो थियो? एक्सपेक्टेसन भन्न चाहिँ अलिकति उयो रहेछ गुराँस चाहिँ, तर पनि मलाई खुसी नै लाग्यो। अनि अब हामी रिटर्न हिले हुनु 5 किलोमिटरै छ। उम्बो यो चाहिँ कस्तो लाग्यो यसपालिको? यसपालि चाहिँ गुराँसै छैन त मजा आएन। मजा छैन, तर अरूहरू त देखिने होइन। यसपालि चाहिँ ल है यस्तै छ। अब हामी चाहिँ ब्याक टु होमस्टे है। अन्त भोलि चाहिँ हामी रवाना हुनेछौँ आफ्नो घर जोरथाङ हुँदै। र यसरी नै हामीहरू मनोरञ्जन लिए, फोटोसोटो खिचे। ल है गाइस हामी चाहिँ फर्किङ है अब उता होमस्टेतिर।
र हामीहरू यसरी नै फेरि हामी हिले आइपुगेको छ र वर्षेदेखि हामी वर्षे घुमेर सबै सकेर हामी फेरि हिले आइपुग्यौँ र अब यसकोदेखि चाहिँ हामीहरू यहाँदेखि उता 10 किलोमिटर छ ओख्रे अन्त हामीलाई लिनुको लागि गाडी अघि आइरहेको छ है अब हामी त्यहाँबाट हामी ओख्रे जान्छौँ है हामी जो जहाँ बसेको छ है होमस्टे त्यहाँनिर हामी जाँदैछौँ